देउराली गोगनाको साइड पुगेर फर्किसकेँ। मैले अघि फेसबुकमा लाइभ हालेको थियो। त्यो साइड भिजिट भएर फर्किने क्रममा बाटो यस्तो पिच छ, पानीको धारा जस्तो। अहिले फर्किँदैछु। चिसो आनन्द छ यो गोगनाको डाँडा हो यो अहिले। अब त्यसैले फर्किने क्रममा हो यो। चिसो आनन्द छ। जिन्दगी नै यात्रा भयो। नेपालमा बसेर काम गर्नुपर्ने, डाँडा काँडा नगई नहुने। कहिले काठमाडौँ, कहिले त्रिशुली, कहिले नुवाकोट, कहिले रसुवा। हर दिन यात्रा छ, तर पनि परमेश्वरको सुरक्षा छ। बिहान उठेदेखि बेलुकासम्म परमेश्वरले सुरक्षा राख्नुभएको छ। त्यसको लागि परमेश्वरलाई पनि धन्यवाद छ। काम दिनुहुने साथी मित्र आफन्तहरूलाई पनि धेरै धेरै धन्यवाद छ, जो जसले विश्वास गरेर काम गर्नलाई बोलाउँछ। त्यो पनि एउटा खुसीको कुरा हो। नेपालमा बाँच्न, नेपालमा टिक्नको निम्ति काम गर्नै पर्छ। संसारको कुनै पनि कुनामा गएर पनि काम नगरिकन नखाऊ भनेछ बाइबलमा पनि। त्यस कारणले परिश्रम गरेर खाऊ। परिश्रम गर्न सजिलो त छैन, र शरीरलाई अल्छी बनाउनु पनि हुँदैन। त्यसले गर्दाखेरि बाइकको यात्रा छ, र अलिकति पक्की रोड छ। त्यसरी चाहिँ हर दिन यात्रा छ। हरेक दिन काममा दौडिनु पर्ने। आज अब नुवाकोटबाट फेरि काठमाडौँ पुग्नुपर्ने। अब गैरो बजार चाहिँ त्रिशुली बजार, बटार बजार हो, त्रिशुली खोला। यहाँबाट 45 मिनट लाग्छ मलाई। बाटो अलिक राम्रो छैन, अनि बाटो बिजोकै छ। बाटो हिलो पनि छ, कच्ची पनि छ। यस्तो हिलो खतरा छ। यो साइडमा ठुलो भिर छ यहाँ पनि। यो भिरबाट फुत्त गयो भने चाहिँ जिन्दगी सिंहलाला फिनिस माथि पर छ। कुनै पनि बेलामा ढुङ्गा खस्न सक्छ। बकायाम हो। ओह्रालो बर्खाले गर्दाखेरि बाटोहरू बिग्रिएको अवस्था। अहिले नेपाल देशभरि जता गए पनि रोडमा गुड्न पाउँछ कि भनेर नेपाल बसेको, विदेश जान्न भनेर, तर पनि सुख पाएको छैन। फेरि कहिले नहुने हो। हो भने भन्ज्याङमा चाहिँ खाना खाएँ। आजको बिहानको खाना त्यही हो। भरे बेलुकाको खाना चाहिँ काठमाडौँमा गएर खाने योजना छ। एक्लै छ यो जङ्गल बिचमा।
धेरै बादल आएर पानी पर्ला जस्तो छ। आज पानी पर्ने भनेर न्युज पनि दिइरहेको छ। सायद पानी पर्छ होला एकछिनपछि। फेरि कच्ची रोड आयो। फेरि चाहिँ तल अलिक खतरा छ यहाँ अलिकति बाटो। माले खतराको छ, यो माले खतराको बाटो हो। माले खतराको छ यहाँतिर बाटो। हेर्नुहोस् कहाँबाट हालौँ कहिलेकाहीँ त घोडा पनि नहिँड्ला जस्तो बाटोमा बाइक चल्नु नपर्छ। Good.